साथीहरु पुरै गाउँमा हो टक्कसँग बाउ छोरा गाउँमा मज्जाले हिँड्नेछ गाउँमा घुम्न आएको हामी यो हाम्रो गाउँ हो हेर्नु साथीहरु हेर्नु त कति मजाको छ सुन्तलाको रुखहरु छ टन्न यो हेर्नु त बोडी फलेको छ यहाँ तपाईले देखाउँछु हेर्नु त बोडीको खेती भएको छ यहाँ सब यसरी गरिन्छ के हाम्रो गाउँतिर खेती ए रोडको साइडमा सब यहाँ सुन्तलाको बोटहरु हुन्छ जसलाई खान मन लाग्छ टिप्ने खाने ए सुन्तलाको बोट हेर्नु अहिले त फले अहिले रातो भयो हैन ओ अहिले त रातो भयो हैन अहिले खानालाई भएन साथीहरु हेर्नु त अझै खानालाई भएन खान मन लाग्यो भने पछि रातो भएपछि मज्जाले खाए हुन्छ सब सुन्तला मान्छेले रोडमा फलेको सुन्तला खाँदैनन् यो सब खसे सुन्तला सब खसेर बसे यो खाँदैनन् कसैले पनि खसेपछि गाह्रो छ तर माथि रुखमा भएको खान मिल्छ जति खाए पनि हुन्छ यो तर अहिले पाकेको छैन यो अब काँचे त के खाने हैन यो चाहिँ पाकेपछि मज्जाले खान मिल्छ छोरो त कहाँ गयो मेरो पछाडि कहाँ गयो उन त यस्तोमा बनाउँछ कि सुन्तला उमार्ने चाहिँ यस्तो फिनिल हाउस भन्छ यस्तोमा टक्क सुन्तला उमार्ने हो खाने हो यहाँ छोराको छता यहाँ अगाडि छ बाउको छता कतासम्म भन्नु होला पछाडि खाजा ठेस हाजे मारा नखाउ छोरा त्यो फोहोर हुन्छ के खाने हैन त्यस्तो आगो तप्नलाई यहाँ मज्जाले काटेर बनाइएको छ यस्तो गाउँहरुमा मज्जाले घुम्न आउने कि साथीहरु एकदम रमाइलो हुन्छ घुम्न आउनुस् तपाईहरु पनि कति राम्रो सुन्दर छ खेतीपाती गर्ने हो टक्कसँग गाउँमा चाहिँ यो अलि सो राम्रो देखिन है साथीहरु यो मेरो पछाडि थियो अब छाता कहाँ राख्ने त यार तपाईसँग अरु आइडिया छ भने भन्नु म त यस्तो एउटा अगाडि बाउको छाराको छता बाउको छता पछाडि छ देखियो यहाँ एकदम राम्रो यो आमको रुखहरु पनि छ आमहरु चाहिँ फले छैन अहिले आमको रुखहरु पनि छ एकदम दामी ठाउँ छ के साथीहरु यो गाउँमा पनि यस्तो पिच रोड छ सुन्तला बेच्ने सुन्तला चाहिँ भित्र हुन्छ यो घरभित्र बनाएको सुन्तला चाहिँ टिपेर खानु हुन्न यहाँ हेर्नु सुन्तला खेती यो सानो बोटहरुमा टन्न सुन्तला फल्छ कि यो आधुनिक सुन्तला हो नि त यो आधुनिक सुन्तलाको खेत हो टन्न फल्छ सुन्तला खाने भए आउनु अहिले टक्क सुन्तला फल्ने मौसम भन्छ जति नै फल्छ म यो सुपारी खान लाग्यो रुखबाट टिपेरै हो सुपारी खाएको रुखबाट टिपेको अर्गानिक सुपारी हो अलि अर्गानिक सुपारी फेरि अलिक नसा लाग्छ थाहा होला नि साथीहरुलाई फेरि त्यही सुपारी हो एकदम मस्त छ साथीहरु मस्त सुपारी खायो टक्क रोडमा हिँड्यो आज फेरि झमझम पानी परेको दिन छ यो त याद होला नि साथीहरुलाई यो याद छ खाएको बच्चामा रातो भएर रुखबाट टिपेर ट्याप्प खाइन्थ्यो नि गाउँघरमा सब छ के अर्गानिक ठाउँ हो एकदम फिनिल हाउस टन्न सबैले यहाँ सुन्तला खेती गर्छ हाम्रो गाउँमा थुक्दै हुन्छ गाउँ हो नि त यो त सुपारी खायो थुक्यो हिँड्यो केही फरक पर्दैन गाउँ भयो भने सहरमा त झ्याउ हुन्छ गाउँमा यस्तो हुन्छ हाम्रो गाउँघरमा दाजुभाइ दिदीबहिनी यस्तो घरमा बस्छ नि ढुङ्गाहरू चाहिँ अचम्म पर्नु होला ढुङ्गाहरू चाहिँ अलि स्पेसलै हुन्छ ढुङ्गा देखाउँछु म तपाईँलाई यहाँको ढुङ्गा चाहिँ यस्तो हुन्छ साथीहरु यो चाहिँ कस्तो किन यस्तो यो खाल्टा भएको ढुङ्गाहरू हुन्छ सबै ढुङ्गा हो यो ठाउँमा पुरै ढुङ्गा हो यो हेर्नु त सबै ढुङ्गा हुन्छ त्यही भएर ढुङ्गाहरू सबै निकालेर साइडमा लाउने ढुङ्गाको चाहिँ पर्खाल बनाउने अनि खेती गर्ने हो यो ठाउँको विशेषता अनि यो ठाउँमा ढुङ्गा किन हुन्छ भने यो चाहिँ समुद्रको बिचमा भएको टापु हो हाम्रो गाउँको यो टापु चाहिँ पहिला यो ज्वालामुखी हुन्छ नि ज्वालामुखी फुटेर त्यो ज्वालामुखी सुकिसकेर बनेको टापु हो कि यो समुद्रको बिचमा ज्वालामुखी आएर बन्या हुनाले यो ढुङ्गा सबै यो पोलिएर कालो भएको छ यो सबै ज्वालामुखीको ढुङ्गा हो गजबको ठाउँ छ गाडीहरू पनि आउँछ यहाँ फेरि यस्तो गाडीहरू खुब चल्छ यहाँ गाउँमा हेर्नै म देखाउँछु यस्तो गाडीहरू हुन्छ पुरानो मोडलको किया मोटर्स हुन्छ आउनु सुन्तला त तपाईँको रोडमा हो कि साथीहरु जति खाए नि हुन्छ जति खाए पनि हुन्छ सुन्तला चाहिँ रोडमा अझै देखाउँछु भोगटे भन्नु होला भोगटे हैन यो सुन्तला यो
यो ठुलो गेडा सुन्तला हो, भोकटे होइन। यो यस्तो यो हाउसभित्र बनाएको सुन्तला चाहिँ खानु हुँदैन, गाली गर्छ उनीहरूले बेच्नलाई बनाएको कमर्सियली। बाँकी रोडमा भएको सुन्तला खान मन लाग्यो गाउँलेहरूले मजाले खाए हुन्छ। यस्तो हुन्छ कि ढुङ्गा धेरै, सबभन्दा धेरै ढुङ्गा हुन्छ यहाँ, त्यही भएर टक्क खेतमा खन्ने अनि त्यहीबाट निस्केको ढुङ्गाले चाहिँ पर्खाल बनाउने हो कि साथीहरू। पक्की पर्खाल कसैको हुँदैन, यो ढुङ्गाको पर्खाल हो। सबले ढुङ्गाको पर्खाल बनाउने, मजाले खन्ने, ढुङ्गाको पर्खाल बनाउने अनि खेती गर्ने चलाउने हो यहाँको। अनि त्यही ढुङ्गाहरूलाई साइडमा यस्तो पर्खाल बनाउने हो। यो गजबको गाउँ छ साथीहरू। यो गाउँमा टक्क आउनुहोस् तपाईँहरू, मजाले बस्नुहोस्, रमाइलो गर्नुहोस्, गजबको ठाउँ छ यो। तपाईँलाई फेरि एउटा अचम्म लाग्ला, यो कोरियाको गाउँ हो। यो कोरियाको गाउँमा आउनलाई नेपाली होइन, विश्वको कुनै पनि देशको मान्छेलाई भिजा चाहिँदैन। सबैलाई चाहिँ ठ्याक्कै एयरप्लेनमा डाइरेक्ट फ्लाइट हुन्छ यहीँको, यहीँ आउने अनि मजाले गर्न मिल्छ। यो पनि थाहा होला नि साथीहरू। यो फल थाहा छ कसैलाई? यो फल पनि टन्न हुन्छ यहाँ। पानी पानी आउँछ, गजबको ठाउँ छ साथीहरू। आउनुहोस्, सबैजना आउनुहोस्, घुमौँला, रमाइलो गर्ने, हिँड्ने डुल्ने। मान्छे त फेरि कस्तो अचम्म हुन्छ यो ठाउँमा भने, हेर्नु मान्छे तपाईँले देख्नुहुन्न, एउटै मान्छे देखिँदैन, कोही हुँदैन क्या यहाँ गाउँमा। गाउँ पुरै सुकिसक्यो साथीहरू, गाउँमा एउटै मान्छे छैन। ल हेर्नु पुरै गाउँ हो, एउटा मान्छे छैन गाउँमा। यो हेर्नु त, यति राम्रो फुलहरू फुले हुन्छ गाउँ, हेर्नु त रोडमा। अलिअलि यो कृषकहरूको गाडीहरू, कृषकको गाडी एउटा दुइटा हुन्छ, तर मान्छे तपाईँले देख्नुहुन्न। हेर्नु, 1 घन्टा भयो म घुम्न लागेको रोडमा हिँडिरहेको छु, एउटा मान्छे छैन। तर मान्छे कहाँ छ थाहा भएन, मान्छेहरू चाहिँ छैन। हेर्नु सुन्दर फुलहरू हुन्छ। यी मेरो बाबुले फुलहरू हेरिरहेको छ, एकदम सुन्दर ठाउँ। अझै के देखाउँछु म। पुरै खेती हो कि साथीहरू, खेतीपाती हो। यो खोला, सानो फुच्चे खोला पनि छ यो, हेर्नु फुच्चे खोला हेर्नु, यति सुन्दर ठाउँ छ, यति सुन्दर। खोलाको आवाज सुन्नु। अनि यो हेर्नु ओखरको बोटहरू, जति पनि हुन्छ तपाईँ ओखरको र यो उसको बोट हो। यता गाउँलेहरू चाहिँ गाडी लगेको राम्रो मान्दैन, त्यही भएर ढुङ्गा हेर्नु बिचमा रोडमा देख्नु भएको छ। जुम गर्न मिल्दैन रहेछ यो रोडको बिचमा चाहिँ। यताबाट गाडी नलगाऊ भन्छन्, निको मान्दैन कि राम्रो मान्दैन, त्यही भएर रोड ब्लक गरेर राखेको छ केटाहरूले। सुन्दर ठाउँ छ, तपाईँ पनि आउने भए आउनु, म बताइदिन्छु कसरी आउने के आउने। भिजा चाहिँ केही चाहिँदैन ठाउँमा आउनुलाई, टिका काट्ने आउने हो, पासपोर्ट ल्याएर आए हुन्छ। किनेर आओस्। सुन्तला खेती हो, अरू केही छैन। यी छोराले मलाई के दियो भने त 찍었어. छोरो हो यो। 아니 찍어주세요 그냥. बाउ छोरा। 그거요. खिच्छ छोरा। ल खचाक। 됐다. यो फुल गिफ्ट दिएको बाबुले। गजब ठाउँ